नेपालमा अहिले महिनै पछि मल्टिपल इलेक्ट्रिक गाडीहरू आइरहेका छन् र धेरैजसो गाडीमा डिजाइन वाइज इन्टेरियर सेम नै छन् जस्तो देखिन्छ। एक्सटेरियर पार्टमा अभियसली केही न केही फरक त हुन्छ, बट मोस्ट अफ देम आर एसयुभीज एन्ड ह्याचब्याक। तर पिकअप ट्रक त्यो पनि 4 व्हील ड्राइभमा आएको चाहिँ फर्स्ट टाइम हो। रिडाराले यो पिकअप ट्रक यहाँभन्दा अगाडि चाहिँ 2 व्हील ड्राइभमा ल्याएको थियो, त्यो चाहिँ रियर व्हील ड्राइभमा थियो भने यो पालि 4 व्हील ड्राइभमै आएको छ। र अहिले चाहिँ हामीले पानी पोखरी महाराजगञ्ज नजिक रहेको पानी पोखरीबाट यहाँसम्म चाहिँ यो गाडीलाई लिएर आइसकेका छौँ। कलङ्कीसम्म आउँदाखेरि चाहिँ बाटो एकदमै ठिक थियो, पिच रोडमै आएका थियौँ र त्यहाँबाट माथि आउँदाखेरि चाहिँ अहिले कम्प्लिटली अफ रोड आएका छौँ। र अहिलेसम्म चाहिँ हामी 2 व्हील ड्राइभमै चलाएर आएका थियौँ, नर्मल इको मोडमै थियो र यहाँभन्दा माथि जाने हो भने चाहिँ यही यस्तै बाटो जाने हो र अझै 10-15 किलोमिटर जतिको चाहिँ कम्प्लिट यस्तै बाटो जाने हो होइन। कम्प्लिट अफ रोड रफ राइडिङ नै हुन्छ र त्यसमा चाहिँ हामीले अब यसको 4 व्हील ड्राइभ स्पोर्ट्स मोड्समा राखेर चलाउनेछौँ। र अहिलेसम्म त्यहाँबाट यहाँ आउँदाखेरि र यहाँबाट उता जाँदाखेरि 2 व्हील ड्राइभ र 4 व्हील ड्राइभमा के कस्तो फरक पाइन्छ त्यो पनि ड्राइभ गरेर देखाउनेछौँ। सो लेट्स गेट स्टार्टेड। सो अहिले चाहिँ हामी 2 व्हील ड्राइभमा छौँ। अब चाहिँ मैले ड्राइभिङ मोडलाई स्पोर्ट्स मोडमा राखिदिन्छु अनि स्टेरिङ असिस्टेन्सलाई पनि स्पोर्ट्समा राखिदिएँ र अब चाहिँ हेरौँ ड्राइभ एक्सपिरियन्स कस्तो हुन्छ है त। सो फाइनली हामी चाहिँ अहिले चितलाङ आइसकेका छौँ। नाउ लेट्स स्टार्ट यसको वक अराउन्ड र यसको प्रपर रिभ्यू है। यो गाडीको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ 100% इभी प्लेटफर्ममा बनेको गाडी हो। रिडारा RD6 बोथ मैले भनिसकेँ 2 व्हील ड्राइभ र 4 व्हील ड्राइभमा अभाइलेबल छ। र गाडीको फ्रन्टबाट स्टार्ट गर्नु पर्दाखेरि जस्ट वक अराउन्ड गरौँ। सुरुमा चाहिँ रिडारा भनेर लेखिएको चाहिँ LED लाइट्स चाहिँ यहाँ देख्न सक्नुहुन्छ। त्यस पछाडि अगाडिको फ्रन्ट क्यामेरा चाहिँ यहाँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ भने र यहाँ तलको यो सानो पार्ट भनेको चाहिँ यसको हुक हो है। अब यहाँ केही कुनै गाडीलाई अड्काउनु पऱ्यो केही तान्नु पऱ्यो भने चाहिँ यो यहाँ हुन्छ। त्यस पछाडि चाहिँ यो ओरेन्ज जुन लाइनिङ छ यसले गर्दाखेरि पनि होल गाडीलाई यहाँ लाइनिङ, त्यस पछाडि चाहिँ ओरेन्जको चाहिँ त्यहाँ पनि छ है, ठ्याक्कै त्यो क्ल्याडिङको यतापट्टि चाहिँ ओरेन्ज पनि छ। यसले गर्दाखेरि पनि गाडीलाई एउटा छुट्टै लुक्स चाहिँ दिएको छ, त्यो स्पोर्टीवाला फिल चाहिँ दिएको छ। अनि यहाँ हेर्न सक्नुहुन्छ दिस इज LED हेडलाइट्स भइहाल्यो। तलपट्टि चाहिँ फग ल्याम्पको लागि भनेर ठाउँ चाहिँ दिएको छ, बट एक्चुअली वर्किङ फग ल्याम्प चाहिँ यहाँ छैन। र यो चाहिँ ग्रिल भयो है, यहाँबाट हावा पास भइसके पछाडि ब्याट्री लगायत मोटरलाई पनि यसले चिस्याउने काम गर्दछ। र गाडीको साइड प्रोफाइलको कुरा गर्नु पर्दाखेरि अगाडिबाटै सुरुवात गरौँ। यहाँ तपाईँले 235/60 सेगमेन्टको रेडियल 18 इन्चको व्हिल्स पाउनुहुनेछ। टायर सेगमेन्ट 235/60 को भयो र मलाई अलवेज चाहिँ एकदम मन पऱ्यो। अब कसैलाई मन पर्न सक्छ नपर्न सक्छ, बट यो सिल्भर लाइनिङ ब्ल्याक प्याटर्न अनि त्यस पछाडि ठ्याक्कै यो ट्रायङ्गल जस्तो सेप दिएको कारणले गर्दाखेरि गाडी रोडमा कुद्दाखेरि चाहिँ छुट्टै एकदमै फरक खालको फिल चाहिँ यसले दिन्छ क्या। अनि त्यस पछाडि यहाँ मिरर भइहाल्यो। इभी भनेर लेखेको त्यस्तो कतै केही चाहिँ छैन होइन, बट यस ओरेन्ज लाइनिङले गर्दाखेरि चाहिँ फेरि पनि भन्दैछु गाडीलाई छुट्टै खालको लुक्स चाहिँ दिएको हुन्छ। त्यस पछाडि चाहिँ यहाँ साइड स्टेपमा चाहिँ तपाईँले रिडारा भनेर लेखेको चाहिँ टेक्स्ट पाउनुहुनेछ। त्यस पछाडि आउनुभयो भने यहाँ चाहिँ चार्जिङ पोर्ट दिएको छ। र चार्जिङ पोर्टको कुरा गर्नु पर्दाखेरि इट्स GBT है, CCS2 चाहिँ होइन, GBT नै दिएको छ। यो चाहिँ AC चार्जिङ पोर्ट हो, 6.6 किलोवाट सपोर्टेड छ। र यसलाई तपाईँले अब गाडी किन्दाखेरि जुन चार्जर पाउनुहुन्छ त्यसले चाहिँ घरमै चार्ज गर्न मिल्छ। र 6.6 किलोवाटको चार्जर सपोर्ट गर्ने हुनाले यसलाई तपाईँले घरमा चार्ज गर्नुहुन्छ भने 20 to 100% हुनको लागि तपाईँलाई 9.3 आवर्स चाहिन्छ, लगभग 9.5 घन्टा नै चाहिन्छ यसलाई फुल्ली चार्ज गर्नको लागि। पछाडिको टायर सेक्सनको कुरा गर्नु पर्दाखेरि सेम 235/60 सेगमेन्टको रेडियल 18 इन्चको व्हिल्स चाहिँ दिएको छ। नाउ लेट्स टक अबाउट यसको रेन्ज, ब्याट्री, मोटर र यसको टप स्पिडको बारेमा। पहिला आएको 2 व्हील ड्राइभवाला रिडाराको चाहिँ ब्याट्री क्यापेसिटीको कुरा गर्नु पर्दाखेरि 63 किलोवाट आवरको थियो र अहिले आएको यो 4 व्हील ड्राइभको चाहिँ 73 किलोवाट आवरको ब्याट्री क्यापेसिटीको साथमा आएको छ। 10 किलोवाट आवरले बढेको छ र त्यसरी नै अहिले रेन्ज पनि बढेको छ। पहिला 300 समथिङको थियो भने अहिले 424 किलोमिटर आसपासको NEDC रेन्ज दिन्छ र WLTP मा कति दिन्छ भनेर चाहिँ तपाईँले त्यही सेन्ट्रल स्क्रिनमै कन्भर्ट गरेर हेर्न मिल्छ। र यसको मोटर पावरको कुरा गर्नु पर्दाखेरि 315 किलोवाटको मोटर दिएको छ। पहिला सायद 200 किलोवाटको थियो र अहिले तपाईँले 4 व्हील ड्राइभमा चलाउनुहुन्छ भने यस मोटर पावर मजाले नै भएको चाहिँ अनुभूति गर्नुहुनेछ तपाईँले ड्राइभ गर्दाखेरि। र हामी आउँदाखेरि पनि 2 व्हील ड्राइभ 4 व्हील ड्राइभ त्यो फेरि चलाउँदाखेरि 4 व्हील ड्राइभ एक्चुअली काम गरेको चाहिँ फिल गरेका थियौँ। र यसै गरी यसको टप स्पिडको कुरा गर्नु पर्दाखेरि चाहिँ 190 किलोमिटर पर आवरको रहेको छ भने यसले 0 to 100 किलोमिटर पर आवरको एक्सेलरेसन मात्र 4.5 सेकेन्डमा गेन गर्दछ। र टकिङ अबाउट टर्क इट्स अमेजिङ, लगभग 600 न्युटन मिटरको टर्क यसले जेनेरेट गर्छ। टु बी एक्ज्याक्ट 595 न्युटन मिटरको चाहिँ यसको टर्क रहेको छ। र यतापट्टि लेफ्ट साइडमा आउनुभयो भने
यहाँ तपाईँले अर्को पोर्ट देख्न सक्नुहुन्छ यो चाहिँ DC फास्ट चार्जिङको लागि हो र फास्ट चार्जिङको कुरा गर्नुपर्दाखेरि चाहिँ यो गाडीले 110 किलोवाटको चार्जर चाहिँ एक्सेप्ट गर्छ र इफ 10 किलोवाटको तपाईँले चार्जर पाउनुहुन्छ र गाडीलाई चार्ज गर्नुहुन्छ भने मात्र 30 मिनेटमा 30 to 80% चार्ज हुन्छ। तर दुःखको कुरा 110 किलोवाटको चार्जर चाहिँ पाइँदैन। हाइवेमा हिँड्नु भने 40-60 किलोवाटसम्म पाइन्छ र त्यसैमा हामी भर पर्दै आइरहेका छौँ र यदि 110 किलोवाटको कुनै दिनमा पाइयो भने आधा घन्टामा 30 देखि 80% चार्ज हुन्छ। र ब्याकप्याडको कुरा गर्नुपर्दाखेरि चाहिँ सुरुमै तपाईँले रिडाराको ब्याजिङ यहाँ पाउनुहुनेछ अनि त्यस पछाडि नम्बर प्लेटको चाहिँ यहाँ भयो र रियर पार्किङ क्यामेरा चाहिँ यहाँ रहेको छ र यहाँ तपाईँले GELY गिली, खास कसैले यसलाई गिली भन्नुहुन्छ, कसैले जेली भन्नुहुन्छ होइन, अथवा अरू पनि के नाम हुन्छ, खासमा चाहिँ यसलाई गिली भनिन्छ र रिडारालाई चाहिँ गिली अटो ग्रुपले चाहिँ ओन गर्दछ यो गाडीलाई। यसरी नै गिलीका अरू गाडीहरू पनि नेपालमा छन् र त्यसरी नै रिडारा पनि गिलीकै गाडी रहेको छ र यतापट्टि हेर्नुहुन्छ भने 4WD भनेर लेखेको चाहिँ यहाँ ब्याज छ र RD6 मोडल RD6 चाहिँ यहाँ भयो र 4 व्हील ड्राइभ हो यो गाडी भनेर चिनाउनको लागि चाहिँ 4WD त्यहाँ लेखिएको हुन्छ। र अर्को खास कुरा के छ भने तपाईँले यहाँ एकचोटि थिच्नुभयो भने हाइड्रोलिकले आफै काम गरेर चाहिँ यो बेड चाहिँ तल आउँछ होइन। अनि त्यस पछाडि तपाईँले यहाँ पुस गर्नुहुन्छ र यसलाई तान्नुहुन्छ भने यसरी निस्किन्छ र आफूले चाहिँ अब बेडभित्र जानु परेको केसमा यहीँ टेकेर तपाईँले एक्सेस गर्न सक्नुभयो है। र बेड साइजको कुरा गर्नुपर्दाखेरि यसको लेन्थ चाहिँ 1525 मिलिमिटरको छ भने यसको विड्थ बेडको विड्थ चाहिँ 1450 मिलिमिटरको रहेको छ। झन्डै नै 1.5 मिटर जतिको चाहिँ यसको विड्थ रहेको छ। सो यस सामानहरू चाहिँ तपाईँले मजाले राख्न मिल्छ है। र 4WD रिडाराको लोड क्यापेसिटीको कुरा गर्नुपर्दाखेरि चाहिँ 1030 किलोग्राम यानि कि 1 टनसम्मको रहेको छ र यसको टोइङ क्यापेसिटीको कुरा गर्नुपर्दाखेरि 2 व्हील ड्राइभको चाहिँ 2500 केजी रहेको छ भने यो 4 व्हील ड्राइभको चाहिँ 3000 केजीको रहेको छ। यति मात्र होइन है, तपाईँले यहाँ एउटा चार्जिङ पोर्ट जस्तो पाउनुहुनेछ। अब यो भनेको चाहिँ खास पावर आउटलेट हो, 6 किलोवाटको तपाईँले पावर आउटलेट पाउनुहुनेछ विच इज ह्युज। यो 4वटा पोइन्ट्सबाट 16 एम्पियरको करेन्ट चाहिँ आउँछ र तपाईँले आफ्नो डिभाइस पनि मजाले चार्ज गर्न सक्नुहुनेछ है। सो यो पनि फाइदा रहेको छ। र ट्रकभित्रको यो मटेरियलको कुरा गर्नुपर्दाखेरि चाहिँ फोर्टियम भन्ने चाहिँ मटेरियल हो। यसको बारेमा चाहिँ म माथि स्क्रिनमा राखिदिनेछु तपाईँलाई अझ बढी जान्न मन लागेको छ भने, किनकि स्क्रैचको प्रब्लम हुन्छ नि त। अब खास त फोर्टियम भन्ने मटेरियल के हो त्यो चाहिँ तपाईँले माथि स्क्रिनमा देख्न सक्नुहुनेछ। र यसलाई बन्द गर्न पनि सजिलो छ है, जस्ट लिफ्ट इट, पुश इट र यसलाई माथि लैसके पछाडि वी आर रेडी टु ड्राइभ अगेन। सो गाडीलाई तपाईँले इकोनोमी मोड र कम्फर्ट मोडमा चलाउनु हुँदाखेरि 2 व्हील ड्राइभमा हुन्छ भने अरू मोडमा स्विच गर्नु हुँदाखेरि डाइरेक्टली 4 व्हील ड्राइभमै जान्छ। हुन त हामीलाई 2 व्हील ड्राइभमा चलाउँदा पनि यो बाटोमा डिफिकल्टी कतै पनि फेस गर्न परेको थिएन, मस्त उक्लिरहेको थियो। बट फर एक्स्ट्रा पावर अलि छिटो जानको लागि भनेर मात्र हामीले स्पोर्ट्स मोडमा र अफ रोड मोडमा चलाएका थियौँ, नभए 4 व्हील ड्राइभमा स्विच गरेर मात्र चलाउनु पर्ने कन्डिसन चाहिँ थिएन। अन टप अफ द्याट स्टियरिङको फिडब्याक वाज अल्सो रियली नाइस। र हामीले जुन बाटोमा चलाएका छौँ यो बाटोको लागि चाहिँ यसको ट्युनिङ वाज रियली गुड। त्यति साह्रो बाउन्सी फिल भएन, एसयुभी नै चलाएको जस्तो फिल भइरहेको थियो। बट यस प्र्याक्टिकलिटी वाइज फङ्सन वाइज इट्स अ पिकअप ट्रक। बडी रोलको कुरा गर्दाखेरि इट वाज ब्यालेन्स्ड है, जस्तो हुन्छ होला भनेर मैले कल्पना गरेको थिएँ त्यो चाहिँ भएन। अलिक बेसी हाई स्पिडमा हुँदा नै टर्न गर्दा पनि इट वाज गुड। जे होस् गाडीलाई कम्फर्टेबली नै चलाउन सकिन्छ, बडी रोलमा त्यस्तो इस्यु चाहिँ फेस गर्नु परेन। अनि अफ रोड छ भनेर चाहिँ गाडी अलग्ग चलाउनु परेन क्या। 225 मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिएको छ र 20 देखि 30 किलोमिटर पर आवरको स्पिडमा कुदाउँदा पनि नो वरिज। अलिक ढिलो चलाउँदाखेरि गाडी बरु बाउन्सी फिल भइरहेको थियो, यताउता हल्लिरहेको थियो। 20 देखि 30 किलोमिटर पर आवरको स्पिडमा इट वाज गुड। सो यति बुझ्नु कि अफ रोडमा पनि यतिको स्पिडमा आई फेल्ट इट कम्फर्टेबल है। र तलदेखि माथि उक्लिने क्रममा यसको एनर्जी कन्जम्सन वाज समवेयर बिट्विन 25 to 32 किलोवाट आवर पर 100 किलोमिटरमा। नहोस् पनि किन यत्रो उकालो उक्लिनु छ। सो तपाईँ ड्राइभर सिटमा आउने बित्तिकै यु गेट ट्रिटेड विथ लेदर ऱ्याप्ड स्टेयरिङ। बटन्सहरू पनि मजाले दिएको छ, क्रुज कन्ट्रोल अनि त्यस पछाडि भोइस असिस्ट, कल पिकअप गर्नको लागि, एन्ड गर्नको लागि, मोडको कुरा छ, रेडियो, साउन्ड, होम बटन सबै यहीँ छ है। त्यस पछाडि लेफ्ट भनेको चाहिँ साइड लाइटको लागि, अनि त्यस पछाडि ओभरअल लाइटको लागि भयो भने राइट साइडको लिभर इज फर वाइपर्स है। अनि त्यस पछाडि यतापट्टिको यो साइडमा भनेर चाहिँ तपाईँलाई ग्राब ह्यान्डलहरू पनि दिएको छ। यहाँ टक्क अब अफ रोडिङमा धेरै घचाक घुचुक भइरहेको छ भने ड्राइभरले यता समाउनको लागि भनेर यता दिएको छ। र
यतापट्टि हल्का क्रोमवाला फिनिस दिएको कारणले गर्दाखेरि पनि इन्टेरियरलाई अझ बढी इन्हान्स गरे जस्तो चाहिँ लाग्यो। अब दुईवटा खालको रङ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। एउटा चाहिँ क्रिम, कस्तो कलर भन्नु अब यसलाई, क्रिम नै भनौँ होइन, यो छ। अनि अर्को चाहिँ ब्ल्याक इन्टेरियर भयो। र मैले जता छोइरहेको छु त्यसमा चाहिँ मैले सफ्ट टच नै पाइरहेको छु। अगाडि यो ड्यासतिर चाहिँ यहाँ हार्ड टच नै छ, यतातिर चाहिँ फ्याब्रिक छ है, तर यतापट्टि चाहिँ मैले सफ्ट टच नै पाइरहेको छु। सो सिटको कम्फर्टको कुरा गर्नु पर्दाखेरि यसलाई 6 वे एडजस्टमेन्टमा चाहिँ तपाईँले एडजस्ट गर्न मिल्छ। अब यो सिटलाई पछाडि लैजाने, अगाडि लैजाने, त्यस पछाडि तल जाने, त्यस पछाडि माथि, अनि अगाडि र पछाडि। सो 6वटा तरिकाले चाहिँ तपाईँले सिटलाई एडजस्ट गर्न मिल्छ आफ्नो कम्फर्टको अकर्डिङ। मेमोरी सिट चाहिँ यसमा छैन, तर यस 6 वे एडजस्टमेन्ट चाहिँ यसमा दिएको छ। र कुसनिङको कुरा गर्नुपर्दाखेरि पनि एकदमै कम्फर्टेबल छ है। म त्यत्रो ड्राइभ गरेर यहाँ आउँदाखेरि पनि मलाई अनकम्फर्टेबल भन्ने चाहिँ कति पनि फिल भएको थिएन। र यता सेन्ट्रल स्क्रिनको कुरा गर्नुपर्दाखेरि चाहिँ 14.6 इन्चको सेन्ट्रल स्क्रिन दिएको छ। र गाडीको धेरै जसो कन्ट्रोल यहाँ पनि छ, तर आफूलाई चाहिने सानोतिनो कन्ट्रोलहरू चाहिँ तपाईँले यहाँबाट पनि गर्न सक्नुहुन्छ। स्टेरिङबाटै मल्टिफङ्क्सन स्टेरिङ विल दिएको छ र धेरै बटन्सहरू तपाईँले यहाँ पनि दिएको छ है। हाजर्ड लाइट्सहरूको कुरा, त्यस पछाडि एसीको मेन कन्ट्रोल्सहरू चाहिँ तपाईँले यहाँ दिएको छ। 65 वाटको फास्ट चार्जिङको पोर्ट चाहिँ तपाईँले यहाँ पाउनुहुनेछ। अघि चाहिँ हामीले यहीँबाट फोन चार्ज गर्दै आइरहेका थियौँ। र वायरलेस चार्जिङको लागि चाहिँ पोर्ट यहाँ दिएको छ। र गियर नबको कुरा गर्नुपर्दाखेरि यहाँ दियो, पार्किङको लागि चाहिँ स्पोर्ट यहाँ रहेको छ भने, अनि त्यस पछाडि हिल डिसेन्ट कन्ट्रोलको लागि चाहिँ बटन यहाँ रहेको छ। त्यस पछाडि ट्र्याक्सन कन्ट्रोलको लागि चाहिँ बटन यहाँ दिएको छ। र इलेक्ट्रोनिक पार्किङको चाहिँ यहाँ रहेको छ है। यसलाई माथि तान्न पर्ने हुन्छ यो लिभरलाई, यो बटनलाई भनौँ। अनि त्यस पछाडि चाहिँ 3वटा सेपरेट चाहिँ तपाईँले यहाँ पाउनुहुनेछ यो नब्सहरू। यो देब्रे साइडतिरको चाहिँ रिजेनेरेसन मोड चुज गर्नको लागि दिएको छ। अब तपाईँ लोमा चलाइरहनु भएको छ, अनि त्यस पछाडि ओह्रालो आएर तपाईँले रिजेनेरेसनलाई हाईमा लैजान चाहनुहुन्छ भने डिरेक्ट तपाईँले यहीँबाट कन्ट्रोल गर्न मिल्यो है। र अहिले चाहिँ हामी ओह्रालो झर्दैछौँ होइन, त्यही कारण रिजेनेरेसनलाई चाहिँ हाईमा राखेर चलाउँदैछौँ। र अहिले चाहिँ 2 व्हिल ड्राइभ मोडमा चाहिँ 113 किलोमिटरको रेन्ज देखाइरहेको छ। र एनर्जीको कुरा गर्नुपर्दाखेरि चाहिँ हामीसँग 26% चाहिँ बाँकी छ। 113 भनेर यहाँ देख्न सक्नुहुन्छ। अब WLTPमा चेन्ज गर्ने हो भने चाहिँ जम्मा 95 किलोमिटर छ। अब तल जाँदाखेरि चाहिँ कति किलोमिटर तपाईँले नर्मल सिटी राइड, अर्बन राइड यो भनेको चाहिँ अटो मोडको लागि, त्यति बेला 2 व्हिल ड्राइभ यो मोड लेखेको चाहिँ ड्राइभ मोडको लागि है। अहिले चाहिँ हामी इकोनोमी मोडमा छौँ, अहिले स्टेडी कन्डिसनमा छौँ। र कुनै बेला हामीलाई अब 4 व्हिल ड्राइभ चाहियो भने डिरेक्ट तपाईँले ब्रेक प्रेस गरेर अथवा एसिलेसन नै दबाउँदाखेरि पनि डिरेक्ट तपाईँले चेन्ज गर्नुपर्छ कि कतै रोक्नुपर्ने, पार्किङ मोडमा राख्नुपर्ने त्यो झन्झट चाहिँ छैन। डिरेक्टली यो नबलाई टगल गरेर आफूलाई कुन मोडमा जानु मन लाग्छ त, मेबी कम्फर्ट हुनसक्छ, अफ रोड हुनसक्छ, वेड हुनसक्छ। वेड भनेको चाहिँ एक्चुअली पानीमा जाँदाखेरिको कन्डिसनलाई चाहिँ वेड मोड भनिँदो रहेछ। अहिले चाहिँ हामीलाई यो चाहिँ युज गर्दैनौँ। अहिलेको लागि चाहिँ हामी अहिले यहाँसम्म आउँदाखेरि अफ रोड र स्पोर्ट मोडमा मात्र आएका थियौँ, अरू कन्डिसनमा चाहिँ आएका छैनौँ। र दुवै मोडमा खासै त्यस्तो मैले फरक चाहिँ पाइनँ होइन। तर यस सस्पेन्सन मजाले खेलेको र 4 व्हिल ड्राइभ भइसके पछाडि अगाडि पछाडिकै 4वटै चक्कामा मजाले पावर आएको चाहिँ मैले फिल गरेको थिएँ। 2 व्हिल ड्राइभमा कुनै ठाउँमा यदि उक्लिएको थिएन या गाह्रो भइरहेको थियो भने डिरेक्ट 4 व्हिल ड्राइभमा लैदिने बित्तिकै गाडी सट्ट अगाडि गएको थियो। सो त्यो चाहिँ मैले एक्सपिरियन्स गर्न पाएँ। सो यो भयो यसको कुरा। त्यस पछाडि दुईवटा चाहिँ तपाईँलाई कप होल्डर्स यहाँ दिएको छ। अनि त्यस पछाडि यहाँ एउटा नब छ, यसलाई एकचोटि प्रेस गर्ने बित्तिकै स्टोरेज बक्स पनि खुल्छ है। यहाँ तपाईँले केही सामान राख्नु पऱ्यो भने त्यो कन्डिसनमा यो अप्लाई हुन्छ। र ड्राइभरलाई ड्राइभ गर्न सजिलो होस् भन्ने तरिकाले चाहिँ इलेक्ट्रिक ORVM पनि दिएको छ। ठ्याक्कै यो ग्राब ह्यान्डलको तलपट्टि चाहिँ यहाँ तपाईँले बटन्सहरू पाउनुहुनेछ, यो नबहरू चाहिँ पाउनुहुनेछ। र अहिले चाहिँ मैले राइट साइडको मिररलाई चेन्ज गर्न पऱ्यो भने ठ्याक्क उता प्रेस गरिसके पछाडि मिरर उतै जान्छ र लेफ्टतिर गरिसके पछाडि लेफ्टतिर डाउन अप सबै मिल्ने भयो। यसले गर्दाखेरि पनि ड्राइभरलाई बाटोमा फोकस हुनको लागि अथवा पछाडि के आइरहेको छ, साइडमा के छ भनेर चाहिँ टाउको निकालेर अथवा के गरेर हेर्नु परेन कि सजिलै यहीँबाट गर्न मिल्यो नि त। सो यो पनि एउटा राम्रो कुरा हो है। सो सेन्ट्रल स्क्रिनमा भएको अरू फिचर्सहरूको बारेमा कुरा गर्नुपर्दाखेरि यहीँबाट तपाईँले अब चार्जिङको बारेमा जान्न मन छ भने त्यहाँ एकचोटि क्लिक गरिसके पछाडि हुन्छ ठ्याक्कै यो चार्जर भएको ठाउँमा चाहिँ आउँछ क्या। जस्तै यहाँ यो ठ्याक्कै यो चार्जर भनेर देखाएको हुन्छ, यहाँ क्लिक गर्ने बित्तिकै चार्जिङ आउँछ। यहाँ भनेको चाहिँ यो चाहिँ पावर आउटलेटको लागि भयो है। त्यो पनि सबै यहीँबाट कन्ट्रोल गर्न मिल्छ। र अघि मैले भनेको थिएँ टोटल अब NADC रेन्ज र WLTPलाई चाहिँ यहीँबाट कन्भर्ट गर्न मिल्छ भनेर। अब यो NADC भनेर देखाएको छ, यति बेला चाहिँ 116 किलोमिटर रहेको छ भने यहाँ ब्याट्री पर्सेन्टेज 27% छ है। अघि हामी माथि हुँदाखेरि चाहिँ 26-25 कति थियो र तल आउँदाखेरि चाहिँ थोरै केही भए पनि चार्ज भएको छ, किलोमिटर चाहिँ त्यहाँ बढेको छ। र यहाँ एकचोटि तपाईँले ट्याप गर्ने बित्तिकै WLTPमा आउँछ र WLTP अनुसार चाहिँ हामीसँग
मसँग अझै 98 किलोमिटरको चाहिँ रेन्ज बाँकी रहेछ र ड्राइभिङ कन्डिसनमा जानुभयो भने अर्को भनेको चाहिँ यहाँ स्टियरिङको असिस्टेन्स पनि रहेको छ ड्राइभिङ मोड एसोसिएसन भनेर स्ट्यान्डर्ड कम्फर्ट र स्पोर्ट दिएको छ अहिले चाहिँ मैले स्ट्यान्डर्डमा राखेको छु त्यस पछाडि आफ्नो कम्फर्टको अकर्डिङ तपाईँले कम्फर्टमा त्यस पछाडि स्पोर्ट्समा राख्न मिल्छ र स्पोर्टमा राख्नुभयो भने चाहिँ स्टियरिङ अलिक गरुङ्गो भएको जस्तो हुन्छ है अलिक मोडाउन थोरै बढी पावर लगाउनु पर्ने हुन्छ र त्यही अनुसार तपाईँ धेरै घुम्ती भएको बाटो हिँड्दै हुनुहुन्छ भने स्पोर्ट मोडमा राख्दाखेरि चाहिँ आफूलाई सजिलो हुन्छ यसरी नै तपाईँले इनर्जी सेभिङको कुरा इलेक्ट्रिक विन्डो रियर भ्यू मिरर स्मार्ट लक यसरी विभिन्न फिचर्सहरूलाई तपाईँले अन अफ गर्न मिल्ने हुन्छ र यो गाडी 4 व्हिल ड्राइभमा नेपालमा 3वटा भ्यारिएन्टमा अभाइलेबल छन् आज हामीसँग भएको भ्यारिएन्ट इज लो भ्यारिएन्ट है यसमा सनरुफ छैन एन्ड देन दिस वान इज अभाइलेबल एट जस्ट 79,99,000 80 लाखमा 1,000 रुपियाँ कम र यो भ्यारिएन्टमा चाहिँ 360 डिग्री क्यामेरा दिएको छ भने माथि रहेको भ्यारिएन्टमा चाहिँ 540 डिग्रीकै भ्युइङ एङ्गल छ है र सनरुफवाला योभन्दा माथिको भ्यारिएन्ट जुन मिड भ्यारिएन्ट हो त्यसलाई चाहिँ 81,79,000 रुपियाँ पर्दछ 82 लाखमा 1,000 कम र सबैभन्दा टप भ्यारिएन्टलाई चाहिँ 82,79,000 रुपियाँ पर्दछ 83 लाखमा 1,000 कम सो इफ तपाईँ यही प्राइस रेन्ज वरपरको इलेक्ट्रिक गाडी खोजिरहनु भएको छ जुन अफरोडको लागि पनि होस् आफू आफ्नो फ्यामिलीलाई लिएर होलिडेको लागि कतै जान पनि सकियोस् सिटीमा पनि विदाउट इस्यु चलाउन सकियोस् भन्ने सोच्नु भएको छ भने दिस इभी इज इक्वली सेफ लाइक अदर इभिज इन द मार्केट सेफ्टीको केसमा 6वटा इयर ब्याग्स नै छ प्लस 14वटा एडभान्स आडा सेफ्टी फिचर्सले इक्विप छ सो यस डु गिभ इट अ ट्राई यसलाई ओन गर्नुहुनेले एउटा पावरफुल इभी ओन गर्नुहुनेछ जो सबैको लागि हुनेछ जस्तोसुकै कन्डिसनको लागि पनि हुनेछ र टेस्ट ड्राइभ गरेर नै आफूले एक्सपिरियन्स गर्नको लागि चाहिँ म सुझाव दिन्छु त्यसको लागि चाहिँ मैले डिटेल्स डिस्क्रिप्सनमा पनि दिएको छु प्लस स्क्रिनमै पनि नम्बर छ लोकेसन छ गएर एकचोटि चाहिँ टेस्ट ड्राइभ गर्नु होला हस् त धन्यवाद